23 गते रवि लामे छानेजीलाई नक्कु कारागारबाट मुक्त गराउनको निमित्त गएका डीपी हरियाल, मनिष झा को गएका छन् जला संग्रहालय भन्ने एउटी महिला पनि गइसक्यो भने सुनेको छौँ हामीले। यिनको बारेमा छानबिन होस्। त्यसपछि भागेका 14,000 कैदीहरू कहाँ छन्? 500 चौकी जलाउने क्रममा 12,000 हतियार लुटिएको छ। 20,000 भन्दा बढी गोलीका खोकाहरू लुटिएका छन्। ती हतियार कहाँ छन्? साम्राज्यवादी शक्तिहरूले फेरि अर्को एउटा नयाँ शक्तिले सिर्जना गरेर नेपालमा विद्रोह सिर्जना गर्न खोजेको त छैन? ती 12,000 हतियारहरू तपाईँ हाम्रो शिरमा पड्किनेवाला त छैनन्? यो विषय निकै गम्भीर छ। यो विषय एक एक गरी छानबिन गर्नुपर्छ। 14,000 कैदीहरूलाई बाहिर निकालेर समाजमा आतंक लुटपाट सिर्जना गर्ने स्थिति बनेको छ। धादिङको एउटा जेएनजीको नाइकेले आमाको हत्या गरिसक्यो। अर्को एउटा जेएनजीको आडमा जेलबाट निस्केको काभ्रे दोलखा जिल्लाको बलात्कारले दोस्रो बलात्कार गरिसक्यो भन्ने कुरा आइरहेको छ। समाज एउटा अपराधको भड्खालोमा जाग्न खोज्दैछ। चट्याङ मास्टरको एउटा कविता छ दशैंको बारेमा, शीर्षकमा उहाँले लेखेको, वर्षभरिको झोक झिकी काटौं खसी बोका सब, काट्नु पर्ने त अरूलाई नै थियो यसैमा चित्त बुझौँ अब भनेर उनले एउटा कविता लेखेका छन्। यहाँ अपराधीहरूलाई कारवाही गर्नुपर्ने छ, स्नाइपरहरूलाई कारवाही गर्नुपर्ने छ, साफ सुटरहरूलाई कारवाही गर्नुपर्ने छ। डिस्कर्ड लगायतका नेटवर्क चलाएर नेताहरूको घर जलाउने, सरकारी कार्यालय जलाउने, सरकारी भौतिक सम्पदाहरू समाप्त गर्ने तत्त्वहरूलाई कारवाही गर्नुपर्ने छ। घुसपेटवालालाई कारवाही गर्नुपर्ने छ। प्रहरीले जिउँदै जलाएर मार्नेहरूलाई कारवाही गर्नुपर्ने छ। बागमतीमा नदीमा भागेर आत्मसमर्पण गरिसकेको प्रहरीलाई मार्नेलाई कारवाही गर्नुपर्ने छ।